हेलो वेलकम ब्याक इन माई युट्युब च्यानल साथीहरू। म सदा चाहिँ तपाईँहरूको माझमा नयाँ भिडियोहरू नयाँ ब्लगहरू लिएर आउने क्रममा आज चाहिँ इनरवाको सुनसरीमा आइपुगिसकेको छु र इनरवामा आएर आज के गर्ने भनेर सोच्दाखेरि चाहिँ इनरवामा चाहिँ एउटा यस्तो फ्याक्ट्री जहाँ चाहिँ हजारौँ बोराहरू बोराहरू भन्ने बित्तिकै तपाईँहरूले बुझ्नुभयो नि, हामीले चामल दाल सागसब्जी हाल्ने बोराहरूको एउटा फ्याक्ट्रीमा हामी जाँदैछौँ। फ्याक्ट्रीमा के हुन्छ सबै कुरा देखाउनेछौँ र यो एकदम तपाईँहरू मनोरञ्जन दिन साथीहरू र मन परेमा लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि तपाईहरु हेर्न सक्नुहुनेछ इनरवा नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद छ भनेर लेखेको छ गेटमा। यो गेट चाहिँ शहीद गेट भनेर देख्नु भइरहेछ। अनि के भन्ने, अब गाडीहरू गइरहेको छ, मान्छेहरू आइरहेको छ, रोड यही छ, कोही यहाँबाट फेरेर अर्को ठाउँमा गइरहेको छैन रोड। अझै बोल्नु छ अनि अझ के भनौँ भन्नु न साथी। हेलो वेलकम ब्याक इन माई च्यानल साथीहरू। आज ठाउँमा तपाईँहरूलाई लगेर यो भिडियोमा केही कुरा देखाउँदैछु। यो बोरा हुन्छ नि, ठुल्ठुलो बोराहरू जहाँ चाहिँ हामीले फलफुलहरू हालिन्छ र सागसब्जी हालिन्छ। अनि ठुल्ठुलो त्यो म्याजिक चप्पलहरू चाहिँ ठुल्ठुलोमा लोड गरिन्छ अथवा धेरै यो अदुवारलाई लोड गर्ने बोराहरू हुन्छ। त्यो बोराहरू बन्ने फ्याक्ट्रीमा चाहिँ आज म तपाईँहरूलाई लगेर देखाउनेछु। मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र मन परेमा लाइक सेयर अनि कमेन्ट पनि ठोक्नु होला, सब्सक्राइब गर्नु होला। दामी हुँदो रहेछ